नमस्कार। कन्भर्जन डिसअर्डर व्यवस्थापनका प्रभावकारी उपायहरू सम्बन्धी भिडियोमा तपाईलाई स्वागत छ। यो भिडियोमा हामी कन्भर्जन डिसअर्डर, यसको पहिचान गर्ने तरिका र व्यवस्थापनबारे जानकारी दिनेछौँ। यो भिडियो नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पारेको मास कन्भर्जन डिसअर्डर उपचार तथा व्यवस्थापन पुस्तिकामा आधारित छ। दैनिक जीवनमा घट्ने विभिन्न घटना जस्तै विद्यार्थीहरूमा परीक्षाको तनाव, परिवारबाट असहयोग, साथीभाइको दबाव वा धम्की, यौन हिंसा, द्वन्द्वको अनुभव, आघात पर्ने घटना र त्यसबाट उत्पन्न हुने तनाव जस्ता कारणले मास कन्भर्जन डिसअर्डर निम्त्याउन सक्छ। कन्भर्जन डिसअर्डर एउटा यस्तो मनोसामाजिक अवस्था वा तनावजन्य समस्या हो जसका कारण व्यक्तिमा भएको मानसिक तनाव, शारीरिक रूपमा बेहोस हुने, बोली लर्बराउने, चिच्याउने, रुने, कराउने जस्ता लक्षणका रूपमा देखिन्छ। यसबाहेक कतिपयमा छिटो छिटो सास फेर्ने, आवाज बन्द हुने, आँखा नदेख्ने, पेट दुख्ने वा पखाला लाग्ने, शरीरको कुनै भाग नै नचलेको गुनासो गर्ने जस्ता लक्षण पनि देखिन सक्छन्। तर यसरी देखिने लक्षणहरू सबै व्यक्तिलाई एकै प्रकारको नहुन सक्छ। सामान्यतया बोलीचालीमा यसलाई छोप्ने रोग भनेर बुझिन्छ। कन्भर्जन डिसअर्डर प्राय समूहमा बढी देखिने गरे पनि यो समस्या एकजना व्यक्तिलाई मात्र पनि हुन सक्छ। यदि कसैलाई अगाडि भनिएका जस्ता लक्षणहरू देखिए तुरुन्तै स्वास्थ्य चौकी लैजानुपर्छ। तर सामान्यतया यो लक्षण सुरुमा एकजनामा देखिएर त्यसपछि सँगै रहेका अरू व्यक्तिमा पनि देखिन थाल्छ। सबैभन्दा पहिला लक्षण देखिएको केसलाई इन्डेक्स केस भनिन्छ। यसरी एक भन्दा बढी व्यक्तिमा एकै पटक वा एकपछि अर्को गर्दै समस्या देखियो भने त्यसलाई मास कन्भर्जन डिसअर्डर भनिन्छ। धेरै व्यक्तिहरूको भेला हुने विद्यालय, क्याम्पस, छात्रावास जस्ता ठाउँमा यो समस्या देखिने सम्भावना बढी हुन्छ। वनभोज, जात्रा मेला जस्ता बढी भिडभाड हुने ठाउँमा पनि कतिपयलाई यो समस्या देखिने गरेको छ। उदाहरणका लागि एक विद्यालयलाई लियौँ। त्यस विद्यालयका 2 जना विद्यार्थी एक्कासी बेहोस भए। उनीहरू कहिले कामेको जस्तो गर्ने त कहिले बरबराउँथे। पछि यो समस्या थप 23 जना विद्यार्थीमा पनि देखियो। यसरी 1 वा 2 जनाबाट सुरु भई धेरैमा समस्या देखिए यसलाई मास कन्भर्जन डिसअर्डर भनिन्छ। तर याद गर्नुपर्ने कुरा के भने मास कन्भर्जनका लक्षणहरूमध्ये केही लक्षण मिल्यो भन्दैमा त्यो कन्भर्जन डिसअर्डर नै हो भनेर भन्न हतारिन भने हुँदैन। कहिलेकाहीँ अरू स्वास्थ्य समस्याहरूले गर्दा पनि